चलचित्र अक्षरा शुभ मुहूर्त समारोह एक्सन बस बाइक के कि पता हो यो बोलेको इयरफोनमा आवाज आएछ भने लिप्सिङ भइसकिरहनु भएको छ होला इन्डस्ट्री पार्दै हुनुहुन्छ भन्ने हामीले बुझिरहेका छौँ नान्सीजीलाई पनि छोडी छोडी आउनुभयो यो फिल्मको बारेमा चाहिँ हामीले एक वर्ष जतिको गर्ने भनेर लागेको यो फिल्म चाहिँ मेरो घरको पनि हुनसक्छ कथा तपाईँको घरको पनि हुनसक्छ यो चाहिँ एकदम नारी प्रधान कथा हो भोलि हेर्दै जाँदाखेरि तपाईँले मेरो घरको हो कि यो अर्काको घरको भन्ने कन्फ्युज हुनुहुन्छ अहिलेलाई अब यति मात्रै खोलौँ धेरै नखोलौँ आइदिनु भएकोमा सबैलाई धन्यवाद I'm just too much grateful and I would like to express gratitude to all of you, to you, to our audiences. Thank you so much for the support and love. And lastly, to my people, of course, भाइरा 26 मै आउँदैछौँ हामी अक्षरा लिएको हैन काली हुँदैन न काली दिनु यसको लागि त्यसको उपलक्ष्यमा एउटा नारी सम्बन्धी स्टोरी हामी अडियन्स माझमा पुर्याउन चाहन्छौँ र आशा राख्दछु कि अडियन्सहरूले पनि धेरै माया र साथ दिएर हामीलाई अघि बढ्न अझै ऊर्जा दिनुहुन्छ थ्याङ्क यू सो मच अब म यही दुई शब्द भने यहाँ पुग्याउँछु र प्रश्न उत्तरको लागि हजुरहरूसँग छोडिदिनु सक्छु थ्याङ्क यू सिनेमाको धेरै धेरै जोडिँदाखेरिको धेरै धेरै नयाँ नयाँ कहानीहरू राम्रो राम्रो हाँसोउठ्दो कहानीहरू छ होइन त्यो पछि पछि बिस्तारै नान्सीले भने जस्तो सुन्दै जाउँला किनकि हाम्रो फिल्म रिलिज हुने बेलासम्म त हामीलाई थुप्रै चाहिन्छ नि त अहिले भन्यो भने त सबै बर्बाद हुन्छ त्यही भएर सबैभन्दा पहिला त हाम्रो विनय सरलाई एकदमै धेरै धेरै बधाईको साथसाथै शुभकामना किनकि हाम्रो परीक्षाहरू त हामीले हरेक फिल्ममा दिन्छौँ तर उहाँको चाहिँ यो एसई भन्छ नि अहिले एसई चलिरहेछ त्यो भएर चाहिँ टेस्ट पास गरिहाल्नुभयो अब यो एसईको तयारीमा हुनुहुन्छ रिजल्ट चाहिँ भाद्र 26 गते आइहाल्छ अनि हाम्रो एसई सेन्टर उपलब्ध गराउने हाम्रो उग्रसेन सर चाहिँ उहाँले चाहिँ पुरै सेन्टर जिम्मा लगाउनु भएको छ त्यस कारणले चाहिँ हामी यहाँ विद्यार्थी जम्मा भएको छौँ पढाइलाई उनीहरूले छेक्दैन नि त त्यही भएर यो सबै सालाखाला जम्मा भएका छौँ अब हेरौँ हाम्रो हेडमास्टरले हामीलाई कतिको लौरो लाएर पढाउन सक्नुहुन्छ र हामीले कतिको त्यो चिजहरू चाहिँ उहाँलाई गराउन सक्छौँ अहिले सम्पूर्ण सबैको केन्द्रबिन्दु भनेकै हाम्रो विनयजी हो अब सुशील भाइसँग तपाईँले धेरैवटा काम गरिसके नान्सीको चाहिँ पहिलो मसँग काम हो सुशील भाइ र म मिलेर प्लान गराउँदैछौँ कतिचोटि रुवाउने भनेर होइन अहिलेदेखि नै त्यही भएर समग्र एकदम आशा छ एकदम राम्रो हुन्छ रमाइलो हुन्छ अब धेरै नबोलौँ धेरै समय खर्चिसक्यौँ होइन त्यही भएर हामी सम्पूर्ण अक्षरा टिमलाई शुभकामना छ अनि तपाईँहरूको एकदम बेस्ट विसेस एकदम शुभेच्छाको हामीलाई खाँचो छ दिनुहोस् काम त हामी पछि देखाउने नै छौँ है फिल्म अक्षराको बारेमा मैले भन्नुभन्दा पहिला सबैजनाले भनिसकेका छन् यो हाम्रो अक्षरा फिल्म शुद्ध पारिवारिक फिल्म हो र हामीले यस फिल्ममा चाहिँ अलिकति कल्चरलाई चाहिँ धेरै समावेश गरेका छौँ अहिलेसम्म कल्चर बेस्ड फिल्महरू चाहिँ बनेकै छैन जस्तो लाग्छ मलाई त्यो भएर हामीले कल्चरलाई चाहिँ अलिक बढी समेटेर चाहिँ फिल्मलाई निर्माण गर्दैछौँ चलचित्र अक्षराका सम्पूर्ण निर्माता निर्देशक कलाकार साथीहरू सबैलाई बुद्ध जयन्तीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना सहित यो चलचित्रको सफलताका शुभकामना दिन चाहन्छु हामी चलचित्र प्रेमीहरू सबैजना शान्तिका अग्रदूतै जस्ता भएर काम गर्नुपर्छ किनभने चलचित्रमा बाधा अडचनहरू आइरहन्छ आज यस्तो मौका दियो जुन दिन शान्तिको फैलाउने विश्वमा शान्ति फैलाउने गौतम बुद्धको हामी जन्मोत्सव जन्म जयन्ती मनाइरहेको अवस्थामा शक्तिपीठ बुद्धेश्वरीको प्राङ्गणमा आएर हामीहरूले आफ्नो चलचित्रको अक्षराको शुभारम्भ गर्दैछौँ यो चलचित्रसँग मेरो पुरानो मित्र यहाँ पछि भेनाजीको मैले फोटो हेरेर मलाई अलिकति भावुक भएको उहाँकै उसमा संसर्गमा परेको उहाँकै छोराहरूले यसरी नातिहरूले यसरी चलचित्रको निर्माणमा हात हाल्नुभएको छ मलाई असाध्यै खुसी लाग्यो यो चलचित्रको सफलताको शुभकामना दिन चाहन्छु
र अघि निर्देशकज्यूले भने जस्तै यो अक्षरा भनेको के हो भने जस्तै अक्षरको आरम्भ भने जस्तै हाम्रो विनय पौडेल सरको पनि यो चलचित्र यात्राको पहिलो चलचित्र हो, उहाँको चलचित्र यात्राको आरम्भ पनि हो। त्यसैले उहाँलाई अझ बढी यो चलचित्र राम्रो बनाएर अघि हाम्रो अन्सु बहिनीले भने जस्तै धेरै धेरै साथीहरूसँग सबै हामी पनि काम गरिसकेका छौँ, सबै मित्रहरू सबै छौँ। तर उहाँले धेरैभन्दा धेरै मेहनत गरेर अहिलेसम्म उहाँले गरेका कामहरू हामीले देखिसकेका छौँ। किनभने टेली चलचित्रदेखि ठुलो पर्दाको चलचित्रहरूमा उहाँको ठुलो योगदान छ। अब अहिले आएर आजकै मितिदेखि उहाँले एउटा ठुलो पर्दाको चलचित्रमा पनि हात हाल्नुभयो। यहाँ डिस्ट्रिब्युटर सर पनि हुनुहुन्छ, नयाँ हुनुहुन्छ, तर उहाँले गरेको कामहरू धेरै उहाँ अनुभवी मित्र हुनुहुन्छ। त्यसले गर्दाखेरि हामी यो चलचित्रमा सबैलाई शुभकामना दिन चाहन्छु र सबैले राम्रो अभिनय गर्ने कलाकारहरू हुनुहुन्छ सबैजना। अहिले मैले नाम एक एक गरेर भन्यो भने लामो हुन्छ। सबैलाई शुभकामना।